देश विकसित हुन प्रत्येक घरका पति पत्नी हृदयमा विकसित हुन आवश्यकता छ। कसरी? देशमा विकास हुन प्रदेशमा विकास हुनुपर्छ, प्रदेशमा विकास हुन जिल्लामा हुनुपर्छ, जिल्लामा विकास हुन नगरपालिकाहरूमा विकास हुनुपर्छ, नगरपालिकामा विकास हुन वाडामा विकास हुनुपर्छ, वाडामा विकास हुनको लागि गाउँ टोलमा विकास हुनुपर्छ, गाउँ टोलमा विकास हुनको लागि प्रत्येक घरका पति पत्नीमा विकसित हुनुपर्छ। अनि जब आत्मामा विकसित हुन्छन्, सकारात्मक सोच्छन्, राम्रो तरिकाले बुझ्छन्, अनि बल्ल देशमा विकास हुन्छ। यसै कारणले गर्दा यहाँ चाहिँ विकास भएन भनेको छ, उफ्रिया छ, आतंकवादी जस्तो कुरा गरेको छ। विकास हुनको लागि तपाईहरु पहिले सकारात्मक सोच सोच्नुहोस्, हृदयमा तपाईको हृदयमा विकसित हुनुहोस्। त्यही भएर हितोपदेश 4:23 मा बाइबलमा यस्तो कुरा लेखेको छ, सबै कुरा भन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो भनेको छ। यो जीवनको सारा मूल चाहिँ, यो संसारको सारा मूल चाहिँ मानिसको हृदयमा भर पर्ने कुरा हो। कस्तो बनाउने, के गर्ने, राम्रो गर्छौं, सोच्छौं राम्रो हुन्छ, राम्रो सोच्दैनौं नराम्रो हुन्छ। त्यसकारणले गर्दा विकास हुनको लागि हाम्रो हृदयमा पहिले विकास हुनुपर्छ, अनि बल्ल पो संसारमा विकास हुन्छ, देशमा विकास हुन्छ। त्यही भएर त हाम्रो हृदयमा विकसित नभएका कारणले गर्दाखेरि हाम्रो आज देश लथालिङ्गे भएको, नेताहरूले सही तरिकाले नेतृत्व गर्न नसकेको त्यही भएर हो। यदि हाम्रा नेताहरू अहिले जतिजना राम्रो पदमा पुग्नुभयो, उहाँहरूको हृदय विकसित भइदिया भए सायद चाहिँ देश पनि विकसित हुन्थ्यो होला। जस्तो हृदय थियो, हृदयलाई सुरक्षित राख्नु भएको थिएन, त्यस्तै उहाँले बनाएर छोड्दिनु। यसकारणले गर्दा बाइबल चाहिँ सत्य छ। यसकारणले गर्दा उहाँले भन्नुभएको छ, सबैभन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने सारा जीवनभरिको मूल्य चाहिँ हृदयमा हुन्छ, जीवनको मूल चाहिँ हृदय हो भनेर भन्नुभएको छ। तपाईहरु हाम्रो सकारात्मक सोच राख्ने विचार गर्नुहोस्।